नमस्ते, म डाक्टर सञ्जय श्रेष्ठ। आज म एउटा एकदम महत्त्वपूर्ण कुराको विषयलाई स्पष्ट गर्न चाहन्छु। त्यो के हो भने हार्ट अट्याक र कार्डियक अरेस्टमा के फरक छ भनेर। पहिलो हार्ट अट्याकको विषयमा कुरा गरौँ। हार्ट अट्याक कसरी हुन्छ भनेर मैले मेरो योभन्दा अगाडिको भिडियोमा पनि विस्तृत जानकारी दिइसकेको छु, त्यसमा पनि एकपल्ट हेर्नु होला। हार्ट अट्याक भनेको मुटुको मांसपेशीमा रगत जाने नली बन्द हुनु हो। चोट लाग्न थालेपछि प्लाकहरू जम्दछ र यो प्लाक नै जब चर्किन्छ अथवा फुट्छ त्यहाँ एक्कासी रगत जम्दछ र रगतको नली बन्द हुन्छ। तर रगतको नली बन्द भए तापनि मुटु चलि नै रहेको हुन्छ, मुटुमा अक्सिजनको कमी हुन्छ तर मुटु चलि नै रहेको हुन्छ र यसलाई नै हार्ट अट्याक भनिन्छ। र यस्तो अवस्थामा बिरामीलाई छाती एकदम बेसरी दुख्न सक्छ अथवा एकदम भारीपन हुन्छ र कतिलाई चाहिँ यो देब्रेपट्टिको हात अथवा घाँटी अथवा मुख अथवा चेहरा पनि दुख्न सक्छ। यसलाई चाहिँ हार्ट अट्याक भनिन्छ। अनि त्यो दुख्नको साथसाथै कसैलाई अलिकति वाकवाकी आउने अथवा पसिना आउने त्यस्तो पनि हुनसक्छ लक्षणहरू। अब कार्डियक अरेस्ट भनेको चाहिँ के हो भने मुटु पूर्ण रूपले रोकिनु, यसलाई चाहिँ कार्डियक अरेस्ट भनिन्छ। र कार्डियक अरेस्टको फेरि विभिन्न कारण भए तापनि सबभन्दा मुख्य कारण भनेको चाहिँ हार्ट अट्याक नै हो। विभिन्न अध्ययनमा के देखिएको छ भने 20 देखि 50% चाहिँ हार्ट अट्याकमा कार्डियक अरेस्ट हुन्छ र यदि यसलाई तुरुन्त सीपीआर गरिएन भने मृत्यु हुन्छ। र कार्डियक अरेस्ट हुँदाखेरि के हुन्छ भने मान्छे ढल्न सक्छ, बेहोस हुन सक्छ अथवा श्वास प्रश्वास रोकिन सक्छ अथवा एकदम गाह्रो गरेर श्वास प्रश्वास लिइरहेको हुन सक्छ। र यस्तो अवस्थामा मान्छेको ज्यान जोगाउने उपाय भनेको एउटै मात्र हुन्छ, त्यो हो सीपीआर। र सीपीआर भनेको के हो भने बाहिरबाट छाती दबाएर मुटुलाई पम्प गराउनु हो र रक्त सञ्चार गराउनु हो। र कार्डियक अरेस्ट भएपछि चाहिँ के हुन्छ भने हाम्रो मस्तिष्क र शरीरको सबै अङ्गमा रगत सञ्चालन पूर्ण रूपले बन्द हुन्छ। हस्, धन्यवाद।